हेलो एभ्रिवान। आज फेरि तपाईँहरूलाई मकराको अपडेट लिएर आएको छु र देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले चाहिँ मकरा रोप्दै मस पनि लगाउँदैछौँ फेदमा। किनभनेदेखिलाई चाहिँ यो चाहिँ मर्छ नि त, मकरा मर्ने चान्सेस बेसी नै हुन्छ र सुक्खा भयो भने चाहिँ त्यसै कारण चाहिँ हामीले चाहिँ मस दिएको। मसमा चाहिँ पानी बसिबस्छ, मोइस्चर चिसो बस्छ र चाहिँ रुटमा चाहिँ बस्छ। त्यही कारण चाहिँ हामीले यसरी मस दिएको छ, यसरी रुटमा चाहिँ। अन्त र त्यो रुटमा चाहिँ चिसो भइबस्यो भने चाहिँ नयाँ रुट आएर चाहिँ अन्त मुनि काठमा यो रोपेको छौँ र यो काठमा चाहिँ पक्रिन्छ। सो त्यसै कारण चाहिँ हामीले चाहिँ यो मस लगाएको देख्न सक्नुहुन्छ। यो मिड लेनमा चाहिँ लगाइसकेको छैन, अन्त तल्लो लेनमा पनि त्यति साह्रो लगाइसकेको छैन, कम्ती कम्ती मात्रै लगाएको छ। यहाँ अलिअलि भएको चाहिँ पहिल्यैदेखि नै यो लगाएर राखेको थियो। सो यहाँ मिडमा चाहिँ यो माथिल्लो लाइनमा चाहिँ हामीले चाहिँ लगाउँदै मस पनि लगाउँदैछ, रोप्दैछ पनि। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ तल्लो लेन र यो मिड लेन चाहिँ सकिसकेको छौँ। तल्लो लेनको चाहिँ नर्मल मकराहरू हो, यो मिड लेनको चाहिँ हाम्रो एक्सपेरिमेन्टको हो। र यहाँ पनि देख्न सक्नुहुन्छ यो पनि एक्सपेरिमेन्टको हो। सो यसलाई पनि रोप्नु बाँकी नै छ। सो यहाँ बनाउँदाखेरि चाहिँ हामीले यसरी राखेको, यो चाहिँ झुन्डाएर राखेकोहरू चाहिँ सबै एक्सपेरिमेन्टको हो। र यहाँनिर देख्न सक्नुहुन्छ हामीले ट्यागहरू पनि यसरी लेबल लगाएर राखेको छ, यो एक्सपेरिमेन्टको भनेर चाहिँ यो चिन्हिनुको लागि। सो 1 2 3 गरेर 8सम्म बनाएको छ।